गुड मर्निङ सबै साथीभाइ तथा आफन्तहरूलाई। म चाहिँ धान काट्नु निस्केको छु। धान काट्नु भन्दा पनि अब धान चाहिँ मेरो काम चाहिँ हो भने धानलाई भेला पार्ने, बाँध्ने अनि साथै तिर्पल चोया बोकेर जाँदैछु। साथमै आमा सादा मल्दै हुनुहुन्छ अनि अगाडि गुलु र भाउजू जाँदै हुनुहुन्छ, पछाडि फुपा आउँदै हुनुहुन्छ अनि म चाहिँ जाँदैछु। अनि हेर्दै गर्नु होला मेरो भिडियो। अब त्यस्तै हो है, गाउँको परि पनि आजको वेदर पनि एकदमै धुम्मिएको छ। अनि आज चाहिँ अब लास्ट डे मेरो छुट्टीको, शनिबार आज हो र आज राति विशेष मेरो यताउति गर्नुपर्ने छ, शनि ग्रह लागेको छ भनेर म चाहिँ आज यताउति गर्न आएको। अनि अब घर आएपछि त यताउति काम त गर्नै पर्छ, काम नगरी कहाँ खानु पुग्छ र होइन र साथीभाइहरू। अनि त्यस्तै हो। अनि तैँले के भयो गुलु? तामुल के हो? तामुल पान हो? कटारी पनि छ? आइज, हाम्रो गुलु हो, दादाको छोरा। अनि हिँड्दैछ, हेर्दै गर्नु होला मेरो भिडियोलाई, माया पनि देखाइदिनु होला भन्ने आशा गर्दै यो भिडियो गर्दैछु। यति धान भेला पारिसक्यो, अब यता चाहिँ काट्नु भएको छ। यो चाहिँ सिमबादमा उठाउनु अरे र बल्ल सक्यो अलिकति उठाएर। अब अलिकति छ, धान पनि यति खासै यसपालि लागेन है, तर पोहोर चाहिँ पटनै मात्रै बेसी निस्केको थियो, तर योपालि चाहिँ त्यति पटन छैन, धान छ अलिकति भएर। अब बेसी छैन, यति छ, हेर्न सक्नुहुन्छ यति चाहिँ छ। अब काट्नु यति सकिसकेपछि चाहिँ अनि हाम्रो जाने पालो हुन्छ घर। अनि अब लोडिङ गर्नुपर्छ यो धान, अब बाँध्ने हो, बाँधेर लोड गरेर लिएर जानुपर्छ। अब त्यति छ, बाँध्नुपर्छ। अब बाँध्नु रेडी गर्ने हो, बेसी छैन धान, अलिअलि छ। लो आजबाट धान काटेर सक्यो, आजबाट बिदाइ दिएको धान काट्नु पनि। अब टपटपमा जाँदैछु म। अनि अगाडि आज चाहिँ अब फेरि चराली जानुपर्ने छ, ब्लग हेर्दै गर्नु। आजको धान काटेर खत्तम भयो, अब रातिको प्रोग्राम छ। अब एकछिनपछि जानुपर्छ चराली, मान्छे ल्याउनु जानु छ। अनि फेरि भोलि चाहिँ फेरि ड्युटी जानुपर्छ। त हेर्दै गर्नु होला मेरो ब्लग। आजको लागि यति नै, खत्तम, टाटा बाई बाई। मेरो भाउजूहरू हाँस्दै हुनुहुन्छ। जिन्दगी एक सफर हो, यस्तै छ जिन्दगी। हर हर महादेवाय नमः।